जापान डिपेन्डेन्ट भिजामा आउँदै हुनुहुन्छ भने चाहिँ यो जुन 26 घन्टाको स्ट्याम्प लगाउने काम छ के अरे 28 घन्टाको त्यो चाहिँ हजुरहरूले एयरपोर्टमै लगाउनु भयो भने चाहिँ एकदमै सजिलो। हेलो गाइस, आज चाहिँ हामी कहाँबाट सागामियारा आज चाहिँ हामी बुढी जापान आएको। जापानमा चाहिँ यो वडा तथा गाउँपालिकामा बुढीको पनि एड्रेस जाहेर कार्डमा रजिस्टर गर्नुपर्ने भएको कारणले आजको दिन बिदा लिएर बुढाबुढीसँगै हामी कुयाक्सो सियाक्सो के हो भने त्यहाँ जाँदैछौँ हामी होइन। अनि त्यसपछि आज चाहिँ हाम्रो दुईवटा काम हुन्छ। एउटा काम भनेको जाहेर कार्डमा एड्रेस हाल्ने बुढीको, त्यसपछि अर्को भनेको बुढीको काम गर्ने आवर वर्किङ आवर चाहिँ 28 घन्टाको स्ट्याम्प ल्याएर अनि आज चाहिँ हामी यो दुईवटा काम गराएर फर्किने योजनामा छौँ। सँगसँगै ब्याङ्कको खाता खोल्नु त टाइम पुग्दैन होला, 28 घन्टा पुग्नुपर्छ भन्ने कुरा सुन्थेँ। हामीले चाहिँ ब्याङ्कमा पसेर फर्म चाहिँ लिएर आउन सकिन्छ। फर्म ल्याएर भरेर अनि गएर झापझुप छोड्दैछ सजिलो हुन्छ। त्यो गर्नु चाहिँ त्यति चाहिँ गर्न सकिन्छ। लगाइ आजको चाहिँ अफिस त 7 बज्छन् खुल्छ, 5 बज्छन्। आज चाहिँ हामी टक्क चिसो मौसममा दुईजना बुढाबुढी भएर टक्क लाएर हिँड्दैछौँ। बुढीले चाहिँ साग देखेर मक्ख छिन् है, मुलाको पात जस्तै मुलाको पात जस्तै के लगाएको यस्तो? यो अङ्गुर हो। यो अङ्गुर सुक्यो के दे? सुक्यो होइन, अहिले सिजन नभएर सुकेको। ल गाइज, अब चाहिँ के हुन्छ म चाहिँ अपडेट गराउँदै जान्छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला गाइज। बाई बाई। घडी चाहिँ नयाँ है। हामी चाहिँ लोटो काट्नु लाग्छौँ ल। लोटो माइसी गाछ चाहिँ बुढीले आज स्क्र्याच होला कुर्दैछिन् है। कति पार्छन् त हेरौँ। पर्छ पैसा उल्टो पर म छोरीलाई पठाइदिन्छु पैसा। कहाँ हो? यहाँ स्क्र्याच जाने बिस्तारै पैसा लेख्छ कि नम्बर लेख्छ? बनाउँछ ऊ हाले क्या मुर्तीले हाने क्या बुद्धि आयो त। परेन पर्न पनि सक्छ ल, पर्न नि सक्छ ल। चित्र रहेछ नि त। ए दुईटा के लेखेको यो? बा जा रे के लेखेको? परेको थाहा भएन, तर चाहिँ अब चाहिँ खोल्नुपर्छ ल। बाजारे लेखेको के लेखेको? जे भने अब त्यो सुन्ने। अब यो दुईटा अङ्कलाई नि एउटै गर्ने कि दुईटा गर्ने? भुट चाहिँ काट्दैछन् अब त। यता अरूमा हान्ने नि हुन्छ। यो चाहिँ हाम्रो नै अरूमा नै एउटै ब्राकेटभित्र हान्नु पर्यो। यसभित्र एभित्र चाहिँ 4-5 वटा भयो। अझै दुईटा हान्नु पर्यो। दुईटा हान्न चाहिँ। यो चाहिँ लकी नम्बरहरू यसो युज गरी यो पनि भिडियो घुमी 6 फोटोको लगाइदिनु चाहिँ यस्तो छ है। 5 हान्छु भयो 5 6 यो कति चाहिएको नि? 300 को यो 200 को 1 2 3 4 5 6 7 बुढाबुढीले हामीले लोटो काट्दैछौँ। 500 गयो ल। हेलो गाइस, आज चाहिँ हामी लगभग बुढीको कुयाक्सोको कामहरू सकाएर चाहिँ हामी यतातिर अलि इमिग्रेसनमा आएको छौँ। इमिग्रेसन चाहिँ हाम्रो कहाँ कावासाकीको के भन्ने ठाउँमा आयो, यो के भन्ने ठाउँमा आएका छौँ। यो चाहिँ हाम्रो कस्तो हुँदो रहेछ भन्दाखेरि कानावा केनको चाहिँ यो तपाईँहरू पनि एकदमै छिटो सजिलै टाइम नलगाइकन एकदमै छिटो जाइरोको पछाडि डिपेन्डेन्टको 26 घन्टा के अरे 28 घन्टाको स्ट्याम्प लगाउन चाहनुहुन्छ भने चाहिँ यो हाम्रो
उसमा के अरे कावासाकी यो कानागाकिन म यसको एड्रेस चाहिँ तपाईँहरूलाई लिङ्कमा हालिदिन्छु होइन। त्यहाँ आउनुभयो भने तपाईँहरूलाई चाहिँ एकदम सजिलो 1 घन्टामै काम बनिरहेछ। एकदम छिटो हाम्रो 1 घन्टाको लागि 1 घन्टा पछि बोलाएको छ हामीलाई। 1 घन्टाको लागि अब भर्खरै बाहिर निस्केका छौँ। 1 घन्टा पर्खेर हामी चाहिँ अब एकछिनमै जाने हो। आज चाहिँ जोस् कुयाक्सोको काम जुन एड्रेस हाल्ने काम पनि सकियो। अनि अर्को चाहिँ हाम्रो के अरे यतातिर इमिग्रेसनको काम पनि आज सकिने भयो। सँगसँगै त्यस पछाडि हामी चाहिँ माइनम्बरको काम पनि यहाँ थोरै त्यो उतातिर टाइम लाग्ने भएको भएर हामी पहिला यतातिर आएर अब माइनम्बर गरेर बनाउनको लागि फेरि त्यही गाउँपालिका कुयाक्सो जाँदैछौँ हामी। त्यही हो अब अहिले चाहिँ हामी पानी खाँदैछौँ ल। यहाँ बुढीको अनुहार देखेछ नि यहाँ। बुढीले चाहिँ 3-4 खाइसकिने क्रिम होला। म चाहिँ यस्तो ओलामा बस्दैछु। बुढीलाई कस्तो लागिरहेछ त आज बुढासँग सँगै हिँड्नको लागि? के अरे बुढासँग सँगै हिँड्दा कस्तो लागिरहेछ? हिँडिरहेको त कस्तो लाग्नु पर्यो र। म त चाहिँ खतरा घुमाइदिरहेको छु है बुढीलाई। एकदमै खतरा ठाउँमा घुमाइदिरहेको छु होइन बुढी? एकदम अनि अर्को कुरो मेन कुरा तपाईँहरू पनि जापान डिपेन्डेन्ट भिजामा आउँदै हुनुहुन्छ भने चाहिँ यो जुन 26 घन्टाको स्ट्याम्प लगाउने काम छ के अरे 28 घन्टाको, त्यो चाहिँ हजुरहरूले एयरपोर्टमै लगाउनु भयो भने चाहिँ एकदमै सजिलै तपाईँको समय पनि एकदमै बचत हुँदो रहेछ। किन भन्दाखेरि जापानमा धेरै सबैजना काममै व्यस्त हुन्छ। अनि यो काममै व्यस्त हुने भएको कारणले गर्दाखेरि यो 28 घन्टाको मात्रै तपाईँले स्ट्याम्प मात्रै उता एयरपोर्टबाट लगाएर आउनुभयो भने यतातिर 1 दिन मात्रै छुट्टी लिएपछि तपाईँहरूलाई पुग्छ। किन भन्दाखेरि 1 दिन गाउँपालिका कुयाक्सो गएर तपाईँहरूले एड्रेस हाल्नु, त्यसपछि त्यही दिन ब्याङ्कको प्रोसेसहरू, ब्याङ्कको खाता खोल्ने कामहरू गरेर त्यो काम गर्नु तपाईँहरूलाई एकदम छिटो छरितो हुन्छ। त्यही भएर तपाईँहरूले चाहिँ इमिग्रेसनको काम चाहिँ त्यही दिन सकाएर आउनु होला। अनि अर्को कुरा के भन्न लाग्दै थिएँ मैले, बिर्सेँ त बुढी। अनि तपाईँहरू डिपेन्डेन्टमा आउँदै हुनुहुन्छ होइन। त्यसपछि नेपालमा बिहा दर्ताको प्रमाणपत्र राख्नु भएको छ भने ओरिजिनल, त्यो चाहिँ यहाँ नबिर्सेर जसरी पनि ल्याउनुपर्छ ल। यहाँ चाहिँ कस्तो भन्दाखेरि यहाँ बुढाबुढी हो भनेर बस्नलाई ओरिजिनल प्रमाणपत्र चाहिँ खोज्दो रहेछ। त्यही भएर त्यो नबिर्सेर बोकेर आउनु होला। यदि तपाईँहरू फेक बिहा डिपेन्डेन्ट बनाउनु भएको छ भने त त्यहाँ काम लागेन, सायद लाग्दैन पनि। नत्र यदि साँच्चै नै बुढाबुढी भनेर आउनुभएको छ भने तपाईँहरूले चाहिँ त्यो के अरे नेपालको ओरिजिनल बिहा दर्ताको प्रमाणपत्र चाहिँ नबिर्सेर बोकेर आउनु पऱ्यो। किन भन्दाखेरि त्यो चाहिँ त्यो के तोरेको के गरेर नमान्दो रहेछ। एड्रेस चाहिँ हालिदिँदो रहेछ, अरू काम चाहिँ नहुँदो रहेछ गाइस होइन। अरू त त्यही हो, अरू के भनौँ लगाइज। अब आजलाई अहिलेलाई यति नै। अब पछि अझ अर्को पार्टमा चाहिँ के कसो हुन्छ लास्टको क्लोजिङ चाहिँ लिएर आउँछु म होइन। अब बुढलाई यसो लोटो काट्न पनि लान्छु भनिरहेको छु होइन। अब बुढलाई लोटो काट्न लिएर गएर पहिला काटेको लोटोहरू छ के कति पऱ्यो त्यसको भिडियो पनि चट्ट मेस खिचेर हालिदिनेछु। ल गाइस, अहिले चाहिँ यति नै। बाबा आइसियो।